मध्यपश्चिम विश्वविद्यालयलाई हिजो स्थापना कालदेखि आजसम्म हिजो सपना देख्ने आफ्ना स्वप्नद्रष्टाहरू पनि हामीसँग हुनुहुन्छ र आज हामी त्यो ठुलो सपनाका सहयात्री पनि सँगै छौँ। संयोगले हामी मध्यपश्चिम विश्वविद्यालयमा छौँ। हाम्रा विज्ञताहरू, हाम्रा आफ्ना सक्षमताहरू सबैका सबै ठाउँमा सदुपयोग हुने सुअवसर सबैलाई प्राप्त हुँदैन। यस बारेमा हामी जहाँ यो ठुलो सपना बोकेर एकाडेमियाको इन्डस्ट्रीमा छौँ र त्यसको लिड इन्स्टिट्युसनमा छौँ, यसका सहयात्री सबैलाई म मध्यपश्चिम विश्वविद्यालय परिवारको सिपाहीका नाताले यहाँ सबैप्रति हार्दिक सम्मान व्यक्त गर्छु। र आजको यो हामीले एउटा सपना देखेर होइन, एउटा हाम्रो इमर्जिङ लिडरहरू र अहिले हिस्ट्री लिडरहरूको एउटा एकाडेमिक लिडरहरूको र एडमिनिस्ट्रेटरहरूको क्यापेसिटी बिल्डिङका सन्दर्भमा युजिसीको फन्डिङ ग्रान्टमा राखेर कसरी हामी स्ट्रेटेजिकली युनिभर्सिटीलाई राम्रो बनाउन सक्छौँ, एउटा प्लान वेमा कसरी लैजान सक्छौँ भनेर हामीले प्रपोजल लिड गऱ्यौँ। हाम्रो चाहिँ योजना परिषदको विज्ञ सदस्य एवं पूर्व हाम्रो कार्यकारी निर्देशक प्रोफेसर डाक्टर सिपी रिजाल सरले मैले यसको रिक्वेस्ट गरेको थिएँ। स्पेसली यु नो मोस्ट अफ दि पार्ट्स अफ दिज कम्पोनेन्ट्स, स्ट्रेटेजिक प्लानको हाम्रो एक्सपर्ट पनि तपाईँ नै हो र यो हामीले 5 इयर स्ट्रेटेजिक प्लान चाहिँ बनाउँदा उहाँलाई नै लिड एक्सपर्ट बनाएर हामी सबैले आफ्ना इम्प्रुभहरू स्ट्रेन्थहरू त्यहाँ राखेर उहाँले मेटेरियलाइजेसन गर्नुभयो। अब हामी यसलाई चाहिँ त्यो स्पिड र स्पिडमा हाउ क्यान वी मुभ आवर युनिभर्सिटी एन्ड हाउ क्यान वी लिड युनिभर्सिटी इन द राइट डिरेक्सन वाट वी आर सपोज टु एन्ड ड्रिम्ड टु मेक इट भनेर हामी सोच बनायौँ। र त्यसमा चाहिँ सिपी सरले मेहनत गरेर यो एभ्रिथिङ गोज क्रेडिट गोज टु सिपी सर, प्रोफेसर डाक्टर सिपी रिजाल सर। मैले चाहिँ म जस्ट यो चाहिँ संस्थाको यो जिम्मेवारीमा भएको नाताले त्यसको लिड गरेको हो। र हाम्रो चाहिँ कार्यालयका दुईजना चाहिँ हामी 3 जना अहिले त्यहाँ छौँ। हाम्रो प्रशासन प्रमुख, लेखा प्रमुख र चाहिँ हाम्रो चाहिँ कपिल सर। यो हामीसँग भएको ह्युमन रिसोर्सको अलिकति चाहिँ किन 4 निर्देशनालयका 2 जना कर्मचारी लेखा प्रशासन हुनुहुन्छ र 1 जना हाम्रो हेल्पिङ ह्यान्ड्स हुनुहुन्छ। उहाँ हरेक ठाउँमा जता पनि उद्देश्य हुनुहुन्छ। त्यही हाम्रा सीमाका बिचमा पनि केही कामहरू गर्नै पर्नेछ। हामीसँग समयको पाबन्दीभित्र पनि भयो, किन हामी 25 गतिभित्रमा अल द रिपोर्ट सबै पठाइसक्नु पर्ने युजिसीमा। अहिले युजिसीको लिडरसिप पनि रिक्तता भएको, हाम्रो युनिभर्सिटीको बिचको रिक्तताले पनि केही समयलाई मात्रै पूर्णता पाएको। धेरै चाहिँ प्राविधिक समस्याका बावजुद अलिकति ढिलो भएकोमा म पनि माथि चाहन्छु। र संयोगले मैले देखिरहेको छु